नमस्ते, गुड मर्निङ। मेरो नाम शङ्कर सुनार, डिएक्सनमा लिस्टेड आइ। तपाईँको चाहिँ मनको आँखाले मात्र त्यो अवसर देखिन्छ। हामीले जुन हेरिरहेको छ त्यो आँखाले चाहिँ ठुलो अवसर देखिन्न भनेर चाहिँ ठुलो ठुलो एक्सपर्टहरूले भन्नुहुन्छ। र डिएक्सन भनेको चाहिँ यति राम्रो ब्युटी अवसर छ जुन चाहिँ आज धेरै साथीहरूको जागिर छैन, धेरै साथीहरूसँग चाहिँ आज खानी बस्ने पैसा छैन। तर पनि केही साथीहरू चाहिँ आज डिएक्सन कन्टिन्युस गर्दै जाँदाखेरि चाहिँ उहाँहरू चाहिँ डिएक्सनबाट टोटल फ्रिडम हुनुहुन्छ र जेसुकै होस् संसारमा, तर पनि उहाँहरूलाई चाहिँ अलिकति पनि फरक परेको छैन। नमस्ते सम्पूर्णमा, थ्याङ्क यू सो मच सुजन सर। तपाईँले मलाई यो कुरा सोध्दै गर्दाखेरि म पनि त्यही ब्याकग्राउन्डबाट सुरु गरेको कारणले गर्दाखेरि सायद मैले जुन एउटा बेनिफिट पाएँ, मैले जसरी गरेँ त्यो कुराहरूले सायद उहाँहरूलाई केही मोटिभेट मिल्नेछ या चाहिँ नयाँ आइडिया मिल्नेछ भन्ने कामहरू चाहिँ व्यक्त गर्न चाहन्छु। म पनि आफ्नै हेल्थकै बारेमा प्रोडक्ट युज गर्दै जाँदै गर्दा आफ्नो समस्या त ठिक भयो। साथसाथमा चाहिँ यहाँबाट चाहिँ तपाईँ हामी जस्तै 1000-1200 स्यालेरीबाट सुरुवात गरेको मैले पनि, र आज लगभग जब छोडे तापनि जब छोडेर पनि दुबईमा बस्न सक्ने हैसियत बनाएको छु। त्यो नै मेरो लागि एउटा गर्वको कुरो हो। आज तपाईँको सानो सोचाइले गर्दाखेरि तपाईँको जीवनभर तपाईँ सानो भएर बस्नुहुन्छ। त्यही भएर तपाईँ जस्तो परिस्थितिमा हुनुहुन्छ, तपाईँको सोच सानो सोच्नुहुन्छ, तपाईँले सानै फल प्राप्त गर्न सक्नुहुन्छ। ठुलो सोच्नुहुन्छ, त्यही भएर ठुलै फलहरू प्राप्त गर्न सक्नुहुन्छ। फर्स्ट इक्जाम्पलमा बुझ्दै गर्दा अलिकति एकदमै गाह्रो लाग्ने, तर वास्तवमा सिस्टमलाई बुझ्नुभएछ भने सायद तपाईँ हामी जस्तै एउटा मध्यम वर्गको लागि चाहिँ डिएक्सन कम्पनीको सिस्टम र प्रोडक्ट एकदमै बेस्ट छ, जेन्युन। म विकास बन्दाडे, सबैजनालाई नमस्कार भन्दै हजुरको क्वेसनको एन्सर म होइन, आफूले नसिकेसम्म केही हुँदैन। जबसम्म आफू चार्ज हुँदैन डिएक्सनमा हामी अगाडि बढ्न सकिँदैन होइन। स्टारेजन भनेको तपाईँको प्रोडक्ट फ्री लेभल जस्तो। अब मलाई प्रोडक्ट खानको लागि यो पैसा पकेटबाट हाल्नु पर्दैन, प्रोडक्ट फ्री हुन्छ। स्टार एजेन्ट हुँदाखेरि तपाईँको क्वालिफाई हुँदाखेरि 21% नहुँदा 21% आउँछ भने आफ्नो 300 पिबी भएर क्वालिफाई भयो भने हामीलाई 21देखि 25% बोनस आउँछ। नमस्ते, मेरो नाम चाहिँ सुशीला। अब हामी परदेशमा किन आयौँ त? दुःख गर्न आएको। के को लागि भन्दा आफ्नो सपना पुरा गर्नको लागि। हामीले एक्टिभ इन्कम त गरेका छौँ, तर हाम्रो लागि भोलि भविष्यमा आउने भावीको लागि चाहिँ केही पनि गरेका छैनौँ। यो अवसर भनेको चाहिँ हाम्रो लागि चाहिँ एकदम गोल्डेन। सम्पूर्णलाई सिंहहरू नमस्कार। साथसाथै मलाई चाहिँ पालिस भयो। पालिस भएपछि चाहिँ पालिस भइसकेपछि चाहिँ यही डिएक्सनकै टुथपेस्टले पालिस मलाई ठिक भयो। नमस्ते, गुड मर्निङ सबैजनालाई। म सुजन संयोगी। आज यस्तो किसिमले एउटा भिडियो लिएर उपस्थित भएको छु जहाँनिर तपाईँले थुप्रै नेपाली अनुहारहरू, डिएक्सनमा टिकिराखेको अनुहारहरू र डिएक्सनमा तपिराखेको अनुहारहरू र एकदमै डिएक्सनको सिस्टमलाई लिएर छलाङ मार्दै गर्नुभएको, डे बाई डे प्रोग्रेस गरिराख्नु भएको नेपाली लिडरहरू तपाईँले देख्न सक्नुहुनेछ, जसबाट तपाईँले यो कुरा सिक्न सक्नुहुनेछ कि वास्तवमा यी व्यक्तिहरूले डिएक्सन किन गर्दैछन् त, गर्दा र नगर्दा के फरक पर्छ त। यति बेलाको जुन माहौल छ तपाईँहरूले सबैजनालाई थाहा छँदैछ। यस्तो अवस्थामा डिएक्सनले कस्तो किसिमको भूमिका खेल्छ त। र एकदम महत्त्वपूर्ण कुरा, हामीले कतिपय व्यक्तिहरूलाई डिएक्सनको विषयमा कुराकानी गर्दै गर्दाखेरि तातो न छारो, यो खास डिएक्सन केही पनि होइन जस्तो एकदम लाइटली लिइदिनुहुन्छ। के वास्तवमा डिएक्सन केही नै लाइट हो त? यी विषयहरूतिर सर्टकटमा म सबै लिडरहरूसँग कुराकानी गर्ने। मसँग हुनुहुन्छ हाम्रो शङ्कर सर हुनुहुन्छ, उहाँ स्टार डायमन्ड हुनुहुन्छ, त्यस्तै टिकाराम सर हुनुहुन्छ, टिकाराम पुन सर, उहाँ स्टार रुबी, अनि त्यस्तै हाम्रो सुशीला म्याडम हुनुहुन्छ स्टार रुबी, म पनि स्टार रुबी हो, र विकास सर हुनुहुन्छ स्टार एजेन्टको रूपमा। र म सबैजनासँग एकदम छोटोमा सर्टकटमा कुराकानी गर्नेछु र उहाँहरूको आफ्नो जुन यति बेला ठ्याक्कै महसुस गर्दै गर्नुभएको कुरा के रहेछ त, किन गर्दै हुनुहुन्छ त उहाँहरूले डिएक्सन, तपाईँहरूले यो भिडियोबाट बुझ्न सक्नुहुनेछ ठ्याक्कै के रहेछ त, किन गर्ने त, गरे भने के हुने रहेछ त, गरेन भने के हुन्छ त, यो कुरा बुझौँ है त। तपाईँले मेरो फ्रेममा देख्न सक्नुहुन्छ हाम्रो नेपाली अनुहारहरू, जसलाई भोलिको दिनमा तपाईँहरूले बारम्बार देख्नुहुनेछ। यति बेला हामी चाहिँ बसिराखेको चाहिँ हाम्रो दुबईको करामा,
जुन चाहिँ हाम्रो डिएक्सनको हेडक्वार्टर पनि हो र यहाँनिर बसेर चाहिँ हामीले यो भिडियो सुट गरिरहेको छौँ। यताबाट तपाईँले देख्न सक्नुहुन्छ सबैभन्दा फर्स्टमा हाम्रो विकास सर देख्नुहुन्छ, त्यस्तै हाम्रो उहाँ स्टार एजेन्ट हुनुहुन्छ, त्यस्तै टिकाराम पुन सर हुनुहुन्छ, टक्क ढाका टोपीमा मुस्कुराइराख्नु भएको छ, उहाँ स्टार रुबी हुनुहुन्छ, त्यस्तै हाम्रो शङ्कर सर हुनुहुन्छ स्टार डायमन्ड, त्यस्तै हाम्रो सुशीला म्याडम हुनुहुन्छ स्टार रुबी, अनि त्यसपछि हाम्रो फुलमती म्याडम पनि हुनुहुन्छ सँगै। र तपाईँहरूलाई यही नै भिडियो मार्फत विशेष महत्त्वपूर्ण मेसेज दिनको लागि हामी गइराखेको छौँ, जुन सायद हुनसक्छ हामीले सोसियल मिडियामा त्यत्तिकै समय व्यतीत गरिराखेको हुन्छौँ, स्क्रोल गरेर त्यत्तिकै विभिन्न कुराहरू देखेर चाहिँ समय चाहिँ खेर फालिराखेको हुन्छौँ। त्यही समयभित्र यदि तपाईँले यो अन्तिम समय भिडियो हेर्नुभयो भने पक्कै पनि तपाईँले धेरै कुरा सिक्नुहुनेछ र सायद हुनसक्छ एउटै भिडियोले तपाईँको जिन्दगी परिवर्तन हुनसक्छ। त सबैभन्दा पहिला हाम्रो स्टार डायमन्ड ऱ्याङ्कको हिसाबमा पनि चाहिँ सबैभन्दा माथि हुनुहुन्छ उहाँ सम्माननीय हाम्रो शङ्कर सर हुनुहुन्छ स्टार डायमन्ड। उहाँलाई मेरो एउटा प्रश्न छ शङ्कर सर, धेरैजसो व्यक्तिहरूलाई हामीले डिएक्सनको विषयमा कुराकानी गरिराखेको हुन्छौँ होइन, र विशेष गरी चाहिँ हामीले कम्फर्ट जोन भन्ने गर्छौँ, जुन चाहिँ नोकरीले बाँधिराखेको एउटा परिधि जहाँनिर हाम्रो स्यालेरीहरू आइराखेको हुन्छ र खासै हाम्रो अतिरिक्त टाउको दुखाउनु नपर्ने चिज चाहिँ मानिसहरूले खोज्छन्, जहाँनिर चाहिँ उहाँ आफू सुरक्षित महसुस गर्छन्, योभन्दा बढी किन गर्नु र भन्ने खालको। तर यति बेलाको जुन सिचुएसन छ, विशेष गरी चाहिँ हामी त खाडी मुलुकमा छौँ, तपाईँलाई एउटा कुरा म स्मरण गराउँ, जस्तो म जहाँनिर बस्दै गरेको ठाउँमा चाहिँ यस्तो किसिमको व्यक्तिहरू मैले भेटाएको छु जसलाई चाहिँ कम्पनीले छुट्टी दिएको छ र अनपेड लिभ भनेको मतलब 15-20 दिन अथवा चाहिँ हप्ता 10 दिन, कोहीलाई 1 महिनासम्मको छुट्टी दिएको छ, तर कम्पनीले चाहिँ पैसा पे गरेको छैन। र केही व्यक्तिहरू मैले यहाँनिर भेटेको छु जसलाई चाहिँ कम्पनीले निकालिदिएको छ क्या, र उहाँहरूले चाहिँ अर्को नोकरी खोज्दै हुनुहुन्छ तर नोकरी भेटिएको छैन होइन। र हामीले वास्तवमा डिएक्सन भनिराख्दै गर्दाखेरि अब यस्तो किसिमको यो जुन चाहिँ माहौल छ यसलाई डिएक्सनले कसरी एड्रेस गर्न सक्छ अनि हामीले के बुझ्ने सर यो सिचुएसनबाट? तपाईँ एउटा सर्टकटमा मेसेज दिनुहोस् न सर। नमस्ते, गुड मर्निङ। मेरो नाम शङ्कर सुनार, डिएक्सन माई लिस्टर डायमन्ड। अनि धन्यवाद सर, हजुरलाई एकदमै राम्रो प्रश्न गर्नुभयो। अहिलेको जुन कन्डिसन छ, अहिलेको जुन सिचुएसन छ, अहिले पुरै संसारमै एउटा भनौँ न एउटा तहल्का मचिरहेको छ। र विशेष गरेर हामी जस्तो एउटा मिडल क्लासको मान्छे जुन मिडल इस्ट जस्तो खाडी देशहरूमा छौँ, यहाँनिर चाहिँ जागिर पाउन भन्दा पनि अहिले त्यो जागिरलाई जोगाउन एकदमै चाहिँ गाह्रो छ। र यो बेलामा चाहिँ डिएक्सनले हामीलाई कसरी मद्दत गर्छ भने, डिएक्सन वास्तवमा एउटा यो एकदमै ठुलो अवसर हो, जुन चाहिँ अवसर भनेको चाहिँ ठुलो अवसर हेर्नको लागि चाहिँ तपाईँको चाहिँ मनको आँखाले मात्र त्यो अवसर देखिन्छ। हामीले जुन हेरिरहेको छ त्यो आँखाले चाहिँ ठुलो अवसर देखिन्न भनेर चाहिँ ठुलो एक्सपर्टहरूले भन्नुहुन्छ। र डिएक्सन भनेको चाहिँ यति राम्रो ब्युटी अवसर छ जुन चाहिँ आज धेरै साथीहरूको जागिर छैन, धेरै साथीहरूसँग चाहिँ आज खानी बस्ने पैसा छैन, तर पनि केही साथीहरू चाहिँ आज डिएक्सन कन्टिन्युस गर्दै जाँदाखेरि चाहिँ उहाँहरू चाहिँ डिएक्सनबाट टोटल फ्रिडम हुनुहुन्छ र जेसुकै होस् संसारमा, तर पनि उहाँहरूलाई चाहिँ अलिकति पनि फरक परेको छैन बिकज अफ डिएक्सन। सो त्यही भएर चाहिँ यदि तपाईँले पनि डिएक्सन सुन्नुभएको छ कहीँ कतै भने एकचोटि अवश्य डिएक्सनलाई बुझ्ने कोसिस गर्नुहोस्। डिएक्सनमा तपाईँको मात्र नभएर तपाईँको आउने कयौँ पिँढीको लागि चाहिँ यहाँनिर फ्युचर भनेको चाहिँ सिक्योर छ। धन्यवाद सर। हार्दिक धन्यवाद सर, तपाईँले एकदमै बुझ्ने तरिकाले सहज तरिकाले चाहिँ सबैजना व्यक्तिहरूलाई भनौँ न अब धेरैजना व्यक्तिहरूले हामीले भनिराखेको कुराहरू बुझाउन गाह्रो पर्छ कि, र तपाईँले भन्नुभएको कुरा उहाँहरूले सहजै गरी बुझ्नुहुन्छ, एकदम सरल भाषामा व्याख्या गरिदिनु भयो, एकदम धन्यवाद भन्न चाहन्छु सर। अनि सँगै यतापट्टि हाम्रो टिकाराम सर हुनुहुन्छ। टिकाराम सरसँग मेरो एउटा प्रश्न छ। टिका सर, विशेष गरी डिएक्सनमा यताउता धाइराख्छौँ हामी, सबै चिज गरिराख्छौँ, गर्दाखेरि जस्तो हाम्रो डिएक्सनमा अलग अलग स्टाटसहरू रहन्छन्। त तपाईँ यति बेला स्टार रुबीको रूपमा काम गर्दै हुनुहुन्छ र नोकरी सँगसँगै काम गर्दै हुनुहुन्छ, र तपाईँले साँच्चीकै भन्नु पऱ्यो भने नोकरी गर्दै धेरै जसो व्यक्तिले के भन्छन् त भन्दाखेरि मेरो 12 घन्टा ड्युटी छ अनि हेर स्यालेरी पनि कम्ती छ अनि समय पनि भ्याउँदिनँ, पैसाले किन्न पनि धौधौ पर्छ, मैले डिएक्सन अफोर्ड गर्न सक्दिनँ भनेर उहाँहरूले भन्नुहुन्छ। धेरै जसो व्यक्तिहरूको चाहिँ साझा समस्या चाहिँ त्यो जस्तो लाग्छ मलाई होइन। र तपाईँले यो विषयमा एकदम सहजीकरण गरिदिनुहोस् न सर त्यस्ता ती तमाम व्यक्तिहरूलाई जसले यी कुरा सोध्छन्। एक चाहिँ समय छैन, 12 घन्टा ड्युटी छ, दोस्रो चाहिँ पारिश्रमिक कम्ती छ, डिएक्सनको प्रोडक्ट अफोर्ड गर्नै सकिन्न, अब गर्ने के?
ओके नमस्ते सम्पूर्णमा थ्याङ्क यू सो मच सुजन सर। तपाईँले मलाई यो कुरा सोध्दै गर्दाखेरि म पनि त्यही ब्याकग्राउन्डबाट सुरु गरेको कारणले गर्दाखेरि सायद मैले जुन एउटा बेनिफिट पाएँ, मैले जसरी गरेँ त्यो कुराहरूले सायद उहाँहरूलाई केही मोटिभेट मिल्नेछ या चाहिँ नयाँ आइडिया मिल्नेछ भन्ने कामहरू चाहिँ व्यक्त गर्न चाहन्छु। वास्तवमा डिएक्सन एउटा ग्लोबल कम्पनी हो जहाँबाट चाहिँ तपाईँले राम्रो हेल्थ र साथसाथै एउटा अवसर पाउनु हुँदो रहेछ। म पनि आफ्नै हेल्थकै बारेमा प्रोडक्ट युज गर्दै जाँदै गर्दा आफ्नो समस्या त ठिक भयो साथसाथमा चाहिँ यहाँबाट चाहिँ तपाईँ हामी जस्तै 1000-1200 स्यालेरीबाट सुरुवात गरेको मैले पनि र आज लगभग जब छोडे तापनि जब छोडेर पनि दुबईमा बस्न सक्ने हैसियत बनाएको छु। त्यो नै मेरो लागि एउटा गर्वको कुरो हो। वास्तवमा तपाईँ हामी जस्तै एउटा आफ्नो सपनालाई बोकेर हामी गल्फ कन्ट्रीमा आउँछौँ र त्यो सपनालाई फुलफिल गर्नको लागि चाहिँ हामी धेरै सङ्घर्ष गर्छौँ, धेरै मेहनत गर्छौँ, धेरै आफ्नो पारिश्रमिकहरू बेच्छौँ। तर त्यो बेच्दै गर्दाखेरि कहीँ न कहीँ हाम्रो आय स्रोत यानि कि हाम्रो जुन आउने इन्कम चाहिँ सानो भएको कारणले, लिमिट भएको कारणले गर्दाखेरि हामीलाई त्यो अफकोर्स फिलिङ हुन्छ। किनकि डिएक्सनको प्रोडक्ट 100% जेन्युन छ, 100% एकदमै युनिक क्वालिटीको छ, जसको कारणले गर्दा अलिकति बाहिरी रूपमा हामीले कहीँ न कहीँ मार्केट एडिसिबी ब्रान्डको प्रोडक्टहरू युज गर्दै भन्दा अलिकति केही कस्टले चाहिँ हजुरलाई लाग्न सक्छ। तर के तपाईँलाई थाहा छ, डिएक्सन कम्पनीले तपाईँ एक ठाउँमा बसेर विश्वव्यापी रूपमा चाहिँ बजार व्यवस्थापन अलरेडी गरिसकेको छ र तपाईँले प्रोडक्ट युज गर्दै गर्दा स्वास्थ्य पाउनुहुन्छ। र वास्तवमा तपाईँ र हामी जस्तै व्यक्तिहरूले डिएक्सनको एउटा सानो हेर्दै गर्दाखेरि सानो ग्रोसरी जस्तो तपाईँलाई लाग्न सक्छ। तर डिएक्सनको एउटा टेस्ट, एउटा कफी तपाईँ यहीँ बसेर संसारभरि बेच्न सक्नुहुन्छ। कसरी भन्न चाहनुहुन्छ भने तपाईँ हाम्रो डाइरेक्टली सुजन सरले कन्ट्याक्ट गर्नुहोला। आज म जति गारामपुरलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, अरू कुनै पनि डिएक्सन विश्वव्यापी साथीहरूलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र तपाईँले एक संसारमा बसेर आज तपाईँको सानो सोचाइले गर्दाखेरि तपाईँको जीवनभर तपाईँ सानो भएर बस्नुहुन्छ। त्यही भएर तपाईँ जस्तो परिस्थितिमा हुनुहुन्छ, तपाईँको सोच सानो सोच्नुहुन्छ, तपाईँले सानै फल प्राप्त गर्न सक्नुहुन्छ। ठुलो सोच्नुहुन्छ, त्यही भएर ठुलै फलहरू प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले म तपाईँलाई यही भन्न चाहन्छु कि डिएक्सनको प्रोडक्ट एकदमै अफोर्डेबल छ र हजुरले पहिला युज गर्नुहोस्। युज गरिसकेपछि अरूलाई पनि सेयर गर्दै गर्दा हामीले सजिलोसँग अफोर्डेबल गर्न सक्छ। यानि कि डिएक्सनबाट चाहिँ हामीले अफोर्डेबल गर्दै गर्दा अरूलाई पनि सेयर गर्दै गर्दा हामीले सामान किन्ने बराबरको इन्कम चाहिँ डिएक्सनबाट पनि क्यासब्याक आउँदो रहेछ। जसको कारणले हामी जस्तो व्यक्तिहरूलाई फर्स्ट इक्जाम्पलमा बुझ्दै गर्दा अलिकति एकदमै गाह्रो लाग्ने, तर वास्तवमा सिस्टमलाई बुझ्नुभएको छ भने सायद हामी जस्तै एउटा मध्यम वर्गको लागि चाहिँ डिएक्सन कम्पनीको सिस्टम र प्रोडक्ट एकदमै बेस्ट छ, जेन्युन छ। र हजुरले संसारको कुनै पनि कुराबाट यसलाई चाहिँ अगाडि बढाउनुहोस्, जब गर्नुहोस्। जबसँग बचेको समयलाई अलिकति आफूले के एडिसनल गर्न चाहनुहुन्छ भने एडिसनल सोच्नुहोस् र अगाडि बढ्नुहोस्। थ्याङ्क यू भेरी मच। हार्दिक धन्यवाद टिका सर, एकदम सहजीकरण गरिदिनु भयो। र धेरै जसो व्यक्तिहरूलाई म एउटा कुरा थप्न चाहन्छु टिकाराम सरले भन्नुभएको ठाउँमा, जसलाई अझ तपाईँहरूले बुझ्नलाई सजिलो होस्। मैले नर्मल्ली के भन्ने गरेको छु भन्दाखेरि, जसरी साथीहरूले यो कुरा उठाउनुहुन्छ, मैले के भन्छु भने जोसँग समय फिटिक्कै छैन, छँदै नै छैन, र जोसँग पैसा झनै छैन, त्यो व्यक्तिले डिएक्सन गर्ने हो। जो व्यक्तिसँग पैसा टन्नै छ भने समय पनि छ, उसले डिएक्सन गर्ने होइन, उसले मजाले किनेर खाने, घरमै बस्ने हो भनेर मैले भन्छु। र अर्को कुरा जोडेर मैले के भन्ने गरेको छु भन्दाखेरि, पैसा बिल्कुल गोजीमा हुँदै नहुँदाखेरि पनि र समय हुँदै नहुँदाखेरि पनि गर्न सकिने संसारकै सबैभन्दा सजिलो एउटा व्यवसाय, एउटा क्षेत्र चाहिँ डिएक्सन हो, यदि बुझ्यो भने चाहिँ भनेर मैले भन्ने गर्छु। र धन्यवाद टिका सर। अनि सँगै हाम्रो विकास सर हुनुहुन्छ यहाँनिर, एकदमै टक्क कोटमा सजेर आउनु भएको छ। ब्याकग्राउन्डमा हाम्रो ज्ञानोडर्मा लुसिडम देखिन्छ फ्रेमभित्र, जडीबुटीहरूको महाराजा, जुन चाहिँ हाम्रो डिएक्सनको मुख्य एउटा प्रोडक्टको रूपमा छ। हाम्रो विकास सरलाई चाहिँ मैले एकदम सामान्य प्रश्न सोध्छु। सामान्य भन्दाखेरि पनि एकदमै भनौँ न, डिएक्सनमा हामीले पहिलोचोटि जब हामी प्रमोसन लिन्छौँ एज अ स्टार एजेन्ट, हामी त नोकरी गर्छौँ। नोकरी गर्दै गर्दाखेरि सालौँसम्म नोकरी गर्दाखेरि पनि हाम्रो पदोन्नति भएको हुँदैन। उही नै लेभलमा हामी काम गर्दै गर्दाखेरि पारिश्रमिक पनि उस्तै भइराखेको हुन्छ। तर डिएक्सनले हामीलाई एउटा अवसर दिन्छ। हामीले त्यही नै सामान्य आफूले प्रयोग गर्दै गरेको चाहिँ डेली बेसिसको प्रोडक्टहरूलाई स्विच गरेर, चेन्ज गरेर चाहिँ मार्केट बदलेर अलिकति समयलाई व्यवस्थापन गरेर गर्दै गर्दाखेरि जुन सफलता हासिल गरिन्छ, त्यो पहिलो स्टेप चाहिँ हामीले स्टार एजेन्ट भनेर भन्ने गर्छौँ। र स्टार एजेन्ट चाहिँ प्रोडक्ट फ्री लेभल पनि हो। प्रोडक्ट फ्री लेभल भन्नाले जो स्टार एजेन्टहरू हुनुहुन्छ उहाँहरूको इन्कम राम्रै हुन्छ। एक हिसाबले भन्दै गर्दाखेरि उहाँहरूले डिएक्सनको प्रोडक्टको लागि खासै गोजीबाट पैसा निकालेर कफी पिउनुपर्ने अथवा दाँत माझ्नुपर्ने हुँदैन। र विकास सर, मैले तपाईँलाई प्रश्न सोध्न चाहेँ, वास्तवमा डिएक्सनमा
यो हाम्रो चाहिँ 24वटा पदमध्येमा सेकेन्ड पोस्ट स्टार एजेन्ट। स्टार एजेन्ट खास के हो र व्यक्तिहरूले धेरैजसो व्यक्तिहरू चाहिँ डिएक्सनमा आइसकेपछि जब स्टार एजेन्ट बन्नुहुन्छ, डिएक्सनको स्टार एजेन्टलाई चाहिँ हामीले चाहिँ एउटा पिल्लरको रूपमा हामी लिन्छौँ। जस्तै डायमन्ड बन्नलाई हामीसँग चाहिँ 6 जना चाहिँ स्टार एजेन्टहरू भइसकेपछि हामी डायमन्ड बन्छौँ भने चाहिँ एउटा स्ट्रङ पिलर हो। र स्टार एजेन्ट भनेको सामान्य पद होइन, सामान्य पोजिसन होइन भनेर हामी भन्छौँ। तपाईँलाई चाहिँ के लाग्छ सर? तपाईँ सबैभन्दा मुख्य कुरो त तपाईँ प्रवासमा बसेर पनि यो ठाउँमा पुग्नु भएको छ, यो चाहिँ पोजिसन हासिल गर्दै गर्दाखेरि के सन्देश दिन चाहनुहुन्छ सर? समग्र रूपमा एकदम सहजीकरण गरेर बताइदिनुहोस् न। सबैभन्दा पहिला स्टार एजेन्ट के हो, अनि सँगै यी सबैसँग जोडिएको केही विषयवस्तुहरूलाई अलिकति प्रष्टसँग भनिदिनुहोस् न। धन्यवाद सुजन सर। म विकास बन्जाडे, सबैजनालाई नमस्कार भन्दै हजुरको क्वेसनको एन्सर म दिँदैछु अहिले होइन। यति बेलाको बसाइमा चाहिँ अहिले कर्म अफिसमा आज चाहिँ छुट्टीको दिनमा यसो केही कुराहरू सिकौँ भनेर होइन। आफूले नसिकेसम्म केही हुँदैन, जबसम्म आफू चार्ज हुँदैन डिएक्सनमा हामी अगाडि बढ्न सकिँदैन होइन। आफूले जस्तो अब अफिसमा आएर अफिस आउने बानी बसाल्यो भने होइन, केही न केही आफूलाई मोटिभेट गर्दै नयाँ कुराहरू सिकिन्छ। जस्तो आज सबैजनासँग होइन हामीले यसरी भलो कसरी गर्दै नयाँ कुराहरू सिक्न पाउँदाखेरि एकदमै प्राउड फिल भएको छ। वान वर्ल्ड वान मार्केट होइन। स्टार एजेन्ट वास्तवमा एउटा राम्रो पोजिसन हो र है, अनि कस्तो खुसी लाग्ने एउटा चाहिँ ऊ हो नि त होइन। जस्तो हामी त नोकरी गर्दै गर्दाखेरि त हाम्रो त सालौँसम्म नि प्रमोसन भएको हुँदैन, उही नै स्यालेरीमा काम गरिराख्यो। तर यहाँ त कमसेकम पदोन्नति भएको छ नि हामीले होइन। अनि खेर अब धेरै जस्तो तपाईँले कुराकानी गरिहाल्नुभयो होइन। अलिकति भनिदिनुहोस् न यो विषयमा। स्टार एजेन्ट भनेको वास्तवमा होइन, अब यो एउटा 6वटा स्टार एजेन्ट आफूभन्दा तल 6वटा स्टार एजेन्ट आयो भने हामी डायमन्ड भइन्छ होइन। स्टार एजेन्ट भनेको तपाईँको प्रोडक्ट फ्री लेभल। जस्तो अब मलाई प्रोडक्ट खानको लागि यो पैसा पकेटबाट हाल्नु पर्दैन, प्रोडक्ट फ्री हुन्छ। सामान्य डेली बेसिक प्रोडक्ट युज गर्दै जाँदाखेरि होइन, आफूले आफ्नो साथीभाइहरूलाई भन्दै जाँदाखेरि अनि तपाईँको 4500 पिबी पुग्यो भने हामी स्टार एजेन्ट भइन्छ। स्टार एजेन्ट हुँदाखेरि तपाईँको क्वालिफाई हुँदाखेरि 21% नहुँदा 21% आउँछ भने आफ्नो 300 पिबी भएर क्वालिफाई भयो भने हामीलाई 21 देखि 25% बोनस आउँछ। अनि यो चाहिँ स्टार एजेन्ट भनेको तपाईँको कम्पनीको 24वटा पदमध्ये एउटा पद हो। यो आफू चाहिँ जब स्टार एजेन्टको हामीले सपोर्ट पाइन्छ एउटा यो यहाँबाट होइन, तपाईँको के अरे एउटा स्टार एजेन्ट लेखेको ट्याग पाइन्छ। त्यो चाहिँ त्यो पाइसकेपछि म चाहिँ छुट्टै अलि होइन कम्पनीमा केही भइछ भने जस्तो लाग्छ होइन। यो चाहिँ एउटा पोस्ट हो। यो अब आफू हेल्दी भएर अरूलाई पनि हेल्दी गराउँदै होइन, फ्रीमा म अहिले फ्रीमा खाइरहेको छु भने मैले पनि अब केही महिनाको तयारीमा स्टार रुबी हुने तयारी गरिरहेको छु। म जस्तै म फ्रीमा खाएको, अरूलाई पनि त्यस्तै मेरो साथीहरूलाई फ्रीमा खाने ऊ चाहिँ सिकाइरहेको छु। अब उहाँहरू पनि स्टार एजेन्ट आउनुहुन्छ। मभन्दा तल 3टा स्टार एजेन्टहरू भयो भने म चाहिँ स्टार रुबी हुन्छु। त्यसपछि मेरो पोस्ट पनि बढ्छ, पर्सेन्ट पनि बढ्छ। यही नै हो। हस् त, धन्यवाद। हार्दिक धन्यवाद विकास सर। सबैभन्दा पहिला त तपाईँलाई अग्रिम रूपमा स्टार रुबीको शुभकामना दिन चाहन्छु। एकदम चाँडो स्टार रुबी बन्नु होला। अनि सँगै स्टार एजेन्ट भएर यसरी डिएक्सनमा काम गर्दै गर्दाखेरि एउटा सबभन्दा मुख्य कुरो मानिसहरूलाई पहिलो मिल्ने भनेको खुसी र सँगसँगै हौसला त मिल्छ नै। अनि दोस्रो कुरो भनेको अब हामीले अब एउटा थप जिम्मेदारी हामीले वहन गरिन्छ। आफ्नो टिम चाहिँ बढ्दै गरेको हुन्छ अनि उहाँहरूलाई चाहिँ लिडिङ गर्दै गर्दाखेरि चाहिँ लिडरसिपहरू चाहिँ विकास हुँदै गएको हुन्छ। एकदमै खुसी लाग्दो कुरो, धेरै लर्निङ गर्नुपर्ने ठाउँ। अनि चाहिँ एउटा डिएक्सनको एउटा गतिलो पिल्लर, गतिलो खम्बा चाहिँ स्टार एजेन्ट हो। र धन्यवाद छ, हार्दिक धन्यवाद भन्न चाहन्छु विकास सर। अनि त्यस्तै म क्यामेरा बिस्तारै घुमाउँछु। हाम्रो सुशीला म्याडम यहाँनिर हुनुहुन्छ, टक्क मुस्कुराएर बसिराख्नु भएको छ। अनि धेरै समयपछि आज भेटघाट भयो अनि घाँटीमा पनि पहेँलो देखिन्छ। पैसा चाहिँ राम्रै कमाउनु भयो जस्तो लाग्छ। डिएक्सनको स्टार रुबी, दिस इज नट अ जोक। स्टार रुबी भनेको एकदम राम्रो पोस्ट हो। र विशेष गरी चाहिँ अझ मैले उहाँलाई के कुरामा चाहिँ फोकस गरेर एउटा प्रश्न सोध्न चाहन्छु भने धेरैजना छोरी मानिसहरू यहाँनिर आउनुहुन्छ। आइसकेपछि भनेको उहाँहरूलाई विशेष गरी डिएक्सनसँग सम्बन्धित कुराहरू र यी सबै कुराहरू हामीले कोट्याउँदै गर्दाखेरि अथवा डिएक्सन गर्नुपर्छ भनेर भन्दै गर्दाखेरि उहाँहरूले चाहिँ के भन्नुहुन्छ भनेर भन्दै गर्दाखेरि कहाँ छोरा मानिस जस्तो सजिलो छ र छोरी मानिसलाई भन्ने बित्तिकै उठेर हिँड्न मिलेन। अनि हाम्रो कामहरू पनि त्यस्तै हुन्छ। धेरै कुराहरू उहाँहरूले भन्नुहुन्छ र सँगसँगै धेरै कुराहरू उहाँहरूले जोड्नुहुन्छ। एकजना छोरी मानिस भएर विदेशमा बसेर डिएक्सन गर्न सहज हुन्छ म्याडम?
कस्तो लाग्छ तपाईँलाई? यो धेरैजसो मानिसहरूले त्यही भन्नुहुन्छ क्या, त्यही भएर मेरो सिधा प्रश्न चाहिँ तपाईँलाई, तपाईँ एज अ स्टार रुबी तपाईँ हुनुहुन्छ र अब अपकमिङ स्टार डायमन्ड भनेको अब हाम्रो चौथो पद र डिएक्सनको सेयर होल्डर सिधै भन्दै गर्दाखेरि होइन, र यति बेलाको जस्तो अवस्थामा स्टार रुबी हुनु भनेको र डायमन्डको नजिक पुग्नु भनेको यो भनेको जोक होइन, एकदम ठुलो कुरा हो। कुनै पनि व्यक्तिले आएर यो तपाईँको लेभलमा उक्लिनको लागि उसले धेरै मेहनत गर्नुपर्छ, धेरै सङ्घर्ष गर्नुपर्छ, धेरै कुरा सिक्नुपर्छ, धेरै कुरा भोग्नुपर्छ, अनि मात्र यहाँनिर म्याच्योर हुँदै यहाँनिर मानिसहरू उक्लिन्छ होइन। एकजना छोरी मानिस भएर प्रवासमा बसेर विदेशमा बसेर डिएक्सन गर्न कति सजिलो छ? नमस्ते, मेरो नाम चाहिँ सुशीला। एकदमै राम्रो क्वेसन गरिदिनु भएको छ तपाईँले, थ्याङ्क यू सो मच त्यसको लागि। छोरी मान्छेको लागि भन्ने भन्दा पनि मलाई चाहिँ के लाग्छ भन्दा सबैभन्दा ठुलो कुरो चाहिँ इच्छा हो अनि एउटा सपना हो मान्छेको होइन। जब कि मान्छेले सपना देखिन्छ अनि मनमा एउटा इच्छा आकाङ्क्षा जाग्छ नि, जुन चाहिँ एउटा जसको पनि लाइफमा एउटा राम्रो कुराको लागि भनौँ न सपना बुनिन्छ भनौँ न। अब हामी परदेशमा किन आयौँ त? दुःख गर्न आएको, के को लागि भन्दा आफ्नो सपना पुरा गर्नको लागि होइन। अब त्यो सपना चाहिँ हामीले अरू काम गर्दै गर्दाखेरि पनि पुरा हुन सकेको छैन अहिले होइन। हामीले एक्टिभ इन्कम त गरेका छौँ, तर हाम्रो लागि भोलि भविष्यमा आउने भावीको लागि चाहिँ केही पनि गरेका छैनौँ, र त्यसको लागि पनि हामीले यहाँ चाहिँ गर्नुपर्छ। र यहाँ इच्छा हामीले जब इच्छा मनमा जाग्छ नि तब हामीले गर्न सक्नेछौँ, र कुनै पनि असम्भव भन्ने कुरा छैन यहाँनिर होइन। हामीले चाहेपछि पक्कै पनि हामीले गर्न सक्छौँ, जहाँ इच्छा त्यहाँ उपाय। र त्यसको साथमा चाहिँ के हो भन्दाखेरि यो डिएक्सन भन्ने कुरालाई चाहिँ कसैले पनि नकार्न सकिँदैन मेरो विचारलाई चाहिँ। जसले बुझ्छ त्यो मान्छेले पक्कै पनि यहाँनिर चाहिँ यो मेरो लागि आवश्यकता हो, यो मेरो लागि एकदमै जरुरी छ, मैले भोलिको लागि अहिलेको लागि मात्र नभएर भोलिको लागि भए पनि मैले यो यसमा चाहिँ म सिरियस हुनुपर्छ भनेर जसले बुझिन्छ त्यसलाई चाहिँ कुनै पनि बाहना आउँदैन। चाहे जस्तोसुकै परिस्थिति होस्, चाहे जस्तोसुकै अवस्था होस्, त्यो अवस्थामा पनि यो कुराबाट कहिले पनि पन्छिएर अथवा यसलाई चाहिँ स्टप गरेर अर्को ठाउँमा जान सक्दैन क्या। तर जबसम्म हामीले बुझिँदैन यहाँको हरेक कुरालाई, त्यति बेला नै हो मान्छेले यहाँ कहाँ सजिलो छ र नाना थरीको एउटा बाहनाबाजीहरू आउँछ क्या दिमागमा। तर जब हामीलाई इच्छा लाग्छ यो कुरा चाहिँ के हो भनेर हामीले बुझिन्छ यहाँको हरेक कुरालाई, तब हामीलाई चाहिँ कुनै पनि कुराले न त रोक्न सक्छ न त छेक्न सक्छ होइन। किन भन्दा यो अवसर भनेको चाहिँ हाम्रो लागि चाहिँ एकदम गोल्डेन चान्स भन्न चाहन्छु म चाहिँ। यहाँ चाहिँ यो अवसर जस्तो राम्रो अवसर, यो जस्तो प्लेटफर्म अरू हामीले कहीँ पनि पाउन सक्दैनौँ। हामीले बुझ्यौँ भने यहाँ भविष्य छ हाम्रो लागि, एकदम सुनौलो भविष्य छ। स्वास्थ्यदेखि लिएर समृद्धिदेखि लिएर होइन, खुसीदेखि लिएर सबै कुरामा हामी एकदमै राम्रोसँग सेफ छौँ यहाँनिर चाहिँ जान्यो भने। अहिलेको लागि होइन है, तर दुःख नगरी सुख हुँदैन होइन। सुरुमा त हामीले पक्कै पनि स्ट्रगल गर्नै पर्छ, तर आजको सुख भन्दा पनि आजको दुःख भोलिको सुख हामीले सोच्यो भने यहाँनिर चाहिँ त्यो सबै कुरा छ जुन कुरा हामीले चाहेका छौँ, सोचेका छौँ, खोजेका छौँ। त्यही भएर म चाहिँ यो कुरामा चाहिँ एकदमै गर्वको साथ, चाहे जस्तोसुकै परिस्थिति आओस् म कहिले पनि छोड्दिनँ। यहाँ चाहिँ मैले सबै कुरा पाएको छु अथवा देखेको छु भोलिको लागि। अहिलेको लागि म अहिले स्ट्रगलमै छु हो। मैले यहाँको 2 स्टेप खुड्किला त चढिसकेको छु। यहाँको एउटा पाउनुपर्ने मैले जुन एउटा पाउनुपर्ने पथ भनौँ न पाइसकेको छु। मैले त्यहाँसम्म पुग्नका लागि मैले कति धेरै सङ्घर्ष गरेको छु यो त मलाई थाहा छ होइन। सङ्घर्ष बिना त पक्कै पनि पुगिँदैन त्यहाँनिर। तर पनि म त्यो जुन सङ्घर्ष छ नि त्यो सङ्घर्षलाई चाहिँ म एउटा अवसरको रूपमा लिएको छु। त्यसलाई त्यो अवसर भनेको चाहिँ भोलि मैले यहाँबाट चाहिँ पक्कै पनि मैले सोचेको कुरा खोजेको कुरा सबै पाउँछु भनेर म खुसी साथ नै मैले यहाँको हरेक कुरालाई एक्सेप्ट गरेर स्वीकारेर आफ्नो स्वास्थ्य बनाउँदै होइन भविष्यको लागि एकदम राम्रो प्लानहरू गर्दै अगाडि बढिरहेको छु। र आउने दिनमा चाहिँ म यो 2026मा चाहिँ पक्कै पनि स्टार डायमन्ड बन्ने प्रोसेसमा अगाडि बढिरहेको छु होइन। म त्यो
टार्गेट बोकेर हिँडिरहेको छु होला, मैले यहाँ समय दिन सकिरहेको छुइनँ होला, मेरो परिस्थिति विपरीत भएको होला, तर मेरो इच्छा चाहना भनेको चाहिँ एकदमै स्ट्रङ अनि बलियो छ। जस्तो यहाँको प्रोडक्ट, जस्तो यहाँको सिस्टम, त्यही तरिकाले म अगाडि बढिरहेको छु। धन्यवाद तपाईँलाई राम्रो क्वेसन राखिदिनु भएकोमा भन्दै यो सुनौलो अवस्था सबैजनाले अपनाउनु होला, यसलाई मिस नगर्नु होला भन्दै गुड मर्निङ ड्यान्स। हार्दिक धन्यवाद म्याडम, एकदमै सुन्दर ढङ्गले आफ्नो कुराहरू राखिदिनु भयो। मलाई तपाईँलाई यसरी भिडियोमा सुट गर्दै गर्दाखेरि मनमा एउटा कुरा खेलिराखेको थियो। वास्तवमा कतिपय व्यक्तिहरू जो हुनुहुन्छ नि, उहाँहरूलाई त सामान्य रूपमा चाहिँ कन्भर्सेसन गर्दै गर्दाखेरि पनि अथवा इन्टरभ्यू दिन जाँदाखेरि पनि सोधेको प्रश्नहरूको उत्तर दिनलाई हम्मे पर्छ कि रातो पिरो हुन्छन् मानिसहरू धेरैजना है। तर तपाईँले आफ्नो कुरा यति सहज तरिकाले राखिदिनु भएको छ कि यस्तो लाग्छ तपाईँ एकदमै हुन्छ नि पारङ्गत हुनुभएको छ यो विषयमा, त्यस्तो देखिन्छ कि। किनभने डिएक्सनमा हामीले आइसकेपछि व्यक्तित्व विकास भन्ने महत्त्वपूर्ण कुरा हो र हाम्रो पर्सनल डेभलपमेन्ट चाहिँ एकदम राम्रो हुन्छ डिएक्सनमा चाहिँ होइन। कुनै पनि सामान्यभन्दा सामान्य व्यक्तिले पनि एकदम उच्चतम लेभलको चाहिँ चिजहरू सिक्न पाउँछ यहाँनिर, प्र्याक्टिस हुन्छ अरू भन्दाखेरि पनि, त्यो भन्दा फेरि पनि होइन। र त्यो हो। र तपाईँको सम्पूर्ण कुराहरू सुन्दै गर्दाखेरि मलाई एउटा कुरा चाहिँ के लाग्यो भने सबभन्दा मुख्य कुरा चाहिँ मानिसको अन्डरस्ट्यान्डिङ नै रहेछ, मानिसले बुझ्नुपर्ने नै रहेछ। उसले चाहिँ बुझ्यो भने चाहिँ अनि त्यसपछि त्यो व्यक्तिलाई न त समयले छेक्दो रहेछ, न त कुनै पनि चिजले छेक्दो रहेछ, न त छोरा न त छोरी केही पनि चिज नहुँदो रहेछ भन्ने कुरा चाहिँ यहाँनिरबाट प्रष्ट भयो नि त म्याडम। ल एकदमै धन्यवाद छ, तपाईँ एकदमै चाँडो स्टार डायमन्ड बन्नु होला र 2026 चाहिँ तपाईँ डायमन्ड बनेको हेर्न पाऊँ। र हामी पनि टिकाराम सर यतापट्टि ठक्कै हुनुहुन्छ, हामी पनि डायमन्डको नजिक छौँ र हामीसँग सबैजना डायमन्ड बनेर कमसेकम नेपालीकोहरूको नाम चाहिँ रोशन गर्नुपर्छ है त। एकदम धन्यवाद छ। अनि सँगै यतापट्टि म्याडम हुनुहुन्छ फुलमाती म्याडम। म्याडमलाई चाहिँ म्याडम म तपाईँले एउटा प्रश्न सोध्छु ल। जस्तो तपाईँ यहाँनिर यति बेला दुबईमा हुनुहुन्छ, दुबईमा आइसकेपछि पक्कै पनि यति बेला कामबाट ड्युटी सकाएर यहाँ आउनुभएको होला होइन, ड्युटी सकाएर आउनुभएको हो यति बेला। धेरैजसो व्यक्तिहरूको चाहिँ के हुन्छ भनेर भन्नुहुन्छ भने नि ड्युटी सकाएपछि हतार रुमतिर जाने र आफ्नै चाहिँ गर्नुपर्ने त्यही जे चिज गर्दाखेरि उहाँहरूलाई रमाइलो लाग्छ त्यही चिज गरेर उहाँहरू बसिराख्नु भएको हुन्छ। तर तपाईँ चाहिँ ठ्याक्कै यति बेला डिएक्सन अफिसमा आउनु भएको छ, अनि हाम्रो म्याडमसँग टक्कै यहाँनिर आएर चाहिँ बस्नु भएको छ होइन। अनि आइसकेपछि तपाईँलाई मलाई एउटा सोध्न मन लागेको कुरा चाहिँ ठ्याक्कै तपाईँले चाहिँ डिएक्सन भनौँ न जस्तो रुमतिर जान छोडेर तपाईँ ठ्याक्कै यति बेला अफिसमा आउनु भएको छ होइन। यो डिएक्सन तपाईँको लागि के हो खास? र डिएक्सन यसरी अफिसतिर आउनको लागि, किनभने ड्युटी गरेपछि त मान्छेको शरीर त थाकेको हुन्छ, मन पनि थाकेको हुन्छ, गएर एकछिन पल्टिन पाए नि हुन्थ्यो भन्ने हुन्छ। तर तपाईँ चाहिँ रुमतिर जान छोडेर यहाँ आउन चाहिँ तपाईँ प्रेरित हुनुभएको छ होइन। भनेको मतलब तपाईँको छनौटमा चाहिँ के पऱ्यो त, तपाईँको प्रायोरिटीमा चाहिँ के पऱ्यो भन्दाखेरि अफिस पऱ्यो होइन। तपाईँ एकछिन भयो नि अफिसतिर आउनुभयो। तपाईँको लागि डिएक्सन के हो म्याडम? सम्पूर्णलाई सियर नमस्कार। मेरो चाहिँ के भन्दैछु, म यहाँ दुबईमा मात्रै होइन, मैले यो डिएक्सनको प्रोडक्ट युज गरेको, मैले धेरै अगाडिदेखि नै युज गरेको, अहिले 10-11 वर्ष नै भइसक्यो। डिएक्सन चाहिँ मलाई एकदम राम्रो लाग्छ। मैले त्यसले गर्दाखेरि अनि अबिदबी हुन्छ त अब टुथपेस्ट किन्ने युज गर्ने, साबुन किन्ने युज गर्ने, अनि ओइल किन्ने युज गर्ने। अनि यसको साथसाथै मलाई चाहिँ पालिस भयो। पालिस भएपछि चाहिँ पालिस भइसकेपछि चाहिँ यही डिएक्सनकै टुथपेस्टले पालिस मलाई ठिक भयो। टुथपेस्टले है, अनि टुथपेस्टले नै ठिक भएपछि चाहिँ म एकदम के अरे विश्वास पूर्ण रूपमा ठिक भयो। कति पुरानो थियो तपाईँको पाइल्स चाहिँ? खासै त्यो होइन, त्यति खासै पुरानो होइन। जुन मैले चाहिँ ठ्याक्कै त्यो पालिस हुने बित्तिकै टुथपेस्ट ओके। तर त्यसलाई अब जुन कुरालाई पनि के अरे निरन्तर दिनुपर्ने हुन्छ। हजुर। अनि मसँगै पालिस हुने मान्छेहरूले चाहिँ निरन्तर नदिने, अनि अलिक मुख बार्नुपर्ने हुन्छ, चिल्लो बढी खानुहुन्न, अनि रातो चिज र पालिसले खानु हुँदैन। मैले 2-3 वर्ष नै बारेँ, अहिले त च्वाट्टै भयो। म
खान्छु। तर म चाहिँ त्यो चाहिँ कसरी भन्दा अब मैले चाहिँ त्यो मासुहरू चाहिँ म खाँदिनँ, त्यो कारणले गर्दाखेरि सायद चक्लेट भएको होला। अनि के अरे म चाहिँ पहिले पनि जडीबुटीलाई नै विश्वास गर्ने मान्छे हो, त्यो भएर डिएक्सनको प्रोडक्ट एकदम बेटर मान्छे म चाहिँ। जहीँ गए मेरो झोलामा 24 आवरै टुथपेस्ट हुन्छ। मलाई अलिकति घाँटी दुख्यो ज्वरो आयो भने त्यही टुथपेस्ट खाने हो हिँड्ने। भनिसकेपछि तपाईँको टुथपेस्ट असाध्यै फेभरेट एकदम र तपाईँहरू सबैजनाले नै बुझ्न सक्नुहुन्छ। वास्तवमा टुथपेस्ट भनेको त हाम्रो टोटल ओरल हाइजिन मेन्टेन गर्नको लागि प्रयोग गरिने एउटा पेस्ट हो, ब्रस गर्नको लागि प्रयोग गरिने। तर यसको एडिसनल बेनिफिटहरू भनेको तपाईँहरूले सुन्दै हुनुहुन्छ होइन। यो भनेको उहाँहरूले रियल एक्जाम्पल तपाईँहरूले दिनुभएको, आफैले भोग्नु भएको कुराहरू भनिसकेपछि डिएक्सनको प्रोडक्ट असाध्यै पावरफुल छ भन्ने कुरा त यहाँबाट बुझिन्छ। अनि सँगै अब चाहिँ तपाईँ सिस्टम निर्माण गर्नको लागि चाहिँ अग्रसर हुनुभएको छ। अब सिस्टम बनाउने हो होइन त, त्यसको लागि तपाईँ अफिसतिर आउनुभएको छ। ओके, धन्यवाद म्याडम तपाईँको अमूल्य समयको लागि। तपाईँहरू सबैजनालाई हार्दिक धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। त तपाईँहरूले सुनिहाल्नुभयो सबैजना लिडरहरूको कुरा। यी सबै कुराहरू मैले तपाईँहरूलाई सुनाउनुको उद्देश्य भनेको एउटै मात्र उद्देश्य हो, वास्तवमा के डिएक्सन त्यति कठिन छ त? के डिएक्सन त्यति साह्रै तपाईँहरूले हामीले सोचे जस्तै भनौँ न, हामीलाई चाहिँ अफिससम्म आउन अथवा चाहिँ हरेक चिजहरू गर्नको लागि पनि जुन कठिन हामीलाई लाग्छ कि त्यत्तिकै साह्रो कठिन छ त? यी सबै कुराहरू तपाईँहरूले बुझिसक्नुभयो र यसको भविष्य तपाईँहरूले बुझिसक्नुभयो। डिएक्सन गर्नलाई असाध्यै सजिलो छ। तपाईँको जोइनिङ फ्री हो, तपाईँको फुटेको कौडी लाग्दैन डिएक्सन जोइनिङ गर्नको लागि। र त्यसपछि भनेको तपाईँले गर्ने भनेको तपाईँले आफूले दैनिक रूपमा उपभोग गर्दै गर्नुभएको, उपयोग गर्दै गर्नुभएको आफ्नो वस्तुहरू जस बिना तपाईँको आफ्नो जिन्दगी नै पोसिबल छैन। जसरी फुड एन्ड फुड सप्लिमेन्ट, बेभरेजेस, पर्सनल केयर एन्ड कस्मेटिक, जुन तपाईँले मेरो ब्याकग्राउन्डमा देख्दै हुनुहुन्छ यी सबै ग्रोसरी आइटमहरू हुन्। यही नै कुराहरूलाई बदल्ने हो, त्यो मार्केटको साटो यो मार्केटमा गर्ने हो। यही नै गर्दाखेरि तपाईँ र हाम्रो सिस्टम बन्दै जाने हो र तपाईँले जे गर्नुभयो बाँकी नेक्स्ट तपाईँले चाहनुभएको व्यक्तिहरूलाई पनि त्यही नै चिजहरू गर्नको लागि प्रेरित गर्ने हो। र बाँकी भएको कुराहरू तपाईँ जो व्यक्तिहरूसँग जोडिएको हुनुहुन्छ, तपाईँको आफ्नो अपलाइन, तपाईँको आफ्नो लिडर, उहाँहरूले तपाईँहरूलाई गाइड गर्नुहुन्छ, सम्पूर्ण कुराहरू सिकाउनुहुन्छ स्टेप बाई स्टेप। र एकदमै सजिलो छ। तपाईँहरू सबैजना जोडिन सक्नुहुन्छ हाम्रो टिममा र हामी सबैजनाले तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। जसलाई तपाईँले देख्नुभयो पर्सनल्ली तपाईँहरूले उहाँहरूलाई पनि मेसेज गर्न सक्नुहुन्छ र तपाईँहरूले मलाई मेसेज गर्न सक्नुहुन्छ। अल ओभर द ग्लोब, संसारको कुनै पनि कुनामा हुनुहुन्छ भने पनि तपाईँले फ्रीमा डिएक्सन जोइनिङ गर्न सक्नुहुन्छ र त्यहीँ नै बसेर तपाईँले डिएक्सनको व्यवसायलाई स्टार्ट गर्न सक्नुहुन्छ। वान वर्ल्ड वान मार्केट चाहिँ डिएक्सनको कन्सेप्ट हो। त्यो भनेको चाहिँ तपाईँले जहाँ हुनुहुन्छ त्यहीँ नै बसेर डिएक्सन फ्रीमा जोइनिङ गर्ने र त्यसपछि संसारको कुनै पनि कुनामा भएको व्यक्तिहरूलाई पनि आफ्नो टिममा ल्याउँदै व्यवसाय गर्न मिल्ने। र अर्को कुरा भनेको तपाईँको व्यवसाय जुन जुन ठाउँमा भएको छ भइसकेपछि भनेको त्यो ठाउँबाट आउनुपर्ने तपाईँको जुन मुनाफा छ त्यो भनेको चाहिँ तपाईँ जहाँ बस्नुभएको छ त्यहीँनिर आउने। यो चिजलाई चाहिँ वान वर्ल्ड वान मार्केट भन्छ। दुनियाँमा यो चिजलाई फलो गर्ने मात्रै डिएक्सन हो। डिएक्सनसँग जोडिएको तमाम कुराहरू डिटेल्समा बुझ्नको लागि तपाईँले सम्पर्क गर्नुहोला। धन्यवाद, नमस्ते।